दर्शकबिन नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र बलिदानको लागि अभिनेता सौगात मल्लको लुक सार्वजनिक गरिएको छ। आगामी बडा दशैं अर्थात् असोज 13 गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुई पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन्। एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ। उनले लामो दारी, केश र गाढा रङको वस्त्र धारण गरेका छन्। उनको हातमा एक बलिरहेको राँको देखिन्छ। पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वाला पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्दात्मक प्रकृतिको रहेको जानकारी दिन्छ। अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाईँको परिवेशमा देखिएका छन्। निर्देशक सन्तोष सेनका अनुसार बलिदानमा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन्। सौगात मल्ल नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन्। बलिदानमा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ। बलिदानलाई चाडबाडको माहौलमा दर्शकका लागि एक उत्कृष्ट मनोरञ्जनको खुसीको रूपमा हेरिएको छ। यसअघि बलिदानका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्री टिजर सार्वजनिक गरेको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए। सो प्री टिजर नेपाल सहित नेपालीहरूको बसोबास रहेको दर्जन बढी देशमा युट्युब ट्रेनिङमा आएको थियो। एसोसिएसन फिल्म्स प्रणालीको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, रिचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेमपुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। पवन ब्रान्डफोर्ड विष्ट निर्माता तथा प्रेमपुरी कार्यकारी निर्माता रहेका छन्। दर्शकबिन तपाईलाई कस्तो लाग्यो त चलचित्र बलिदानमा सौगात मल्लको गेटअप? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।